एभ्रिवान झोरले नमस्ते सबैजनालाई वेलकम ब्याक कुमारी राई मगरको युट्युब च्यानलमा छु। आशा छ तपाईहरु सम्पूर्ण पनि एकदम सन्चै आराम हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु साथीहरु। सो फाइनल्ली म चाहिँ आज चाहिँ यस्तो रेडी भएर दलरसम्म जाँदैछु साथीहरु है। मेरो चाहिँ आजभोलि यस्तो चस्मा लाउनु पर्ने अवस्था आएको छ। आँखा चेक गरेर लगाएको, त्यसपछि अनि औषधि हाल्नु थालेको, झन् आँखा चाहिँ दुख्न थालेछ साथीहरु। चस्मा लाउँदा पनि यस्तो भयो, झन् घाममा निक्लिँदा कस्तो गाह्रो भएको छ साथीहरु। चस्मा झन् गाह्रो भएको छ। मेरो एउटा आँखा बिग्रेर यस्तो भयो। यही जचाउनको लागि फेरि म आज दललेमा आँखा चेक गर्नको लागि जाँदैछु साथीहरु। यस्तो रातो भएको छ। म हिजो बिहान उठेर, तपाईँले भ्लग पनि देख्न सक्नुहुन्छ, बिहान उठेर 5 बजे उठेर अनि जङ्गलमा चिया खोज्न गएको थिएँ साथीहरु। हो त्यही चिया खोज्न जाँदाखेरि के किरा कि पस्यो कि के भयो त्यस्तो केही थाहै भएन। अलिअलि दुखेको थियो हिजो, अनि आज त झन् बेसी दुख्न थाल्यो। हेर्नै मिल्दैन, यस्तो सुन्नेको छ साथीहरु। यस्तो ठुलो हेर्नु त रातो न रातो भएको छ। सो आज चाहिँ फेरि मेडिकलमा जाँदैछु। के गर्नु र, पैसा त गएकै छ। पैसा नभएको बेलामा साह्रै गाह्रो छ। अनि यो चस्मा लाउँदा चाहिँ मलाई यस्तो स्वागत छैन, बुढी बजे जस्तो देखिएको रहेछ साथीहरु। के गर्नु, बाध्यताले लाउनै पर्ने हुन्छ है। ल है त, अब मेरो भान्जीलाई मैले बोलाइसकेको छु। भान्जी तल जाँदै हुनुहुन्छ अरे। अनि भान्जी र म चाहिँ, भान्जी त सधैँ तल गइराख्नुहुन्छ नि त। अनि त्यही भएर भान्जीले सधैँ हिँड्ने अटो हो सधैँ हो, त्यही अटोलाई बोलाइसक्नु भएको छ। त्यही भएर म चाहिँ रेडी भइसकेँ। भान्जी चाहिँ रेडी हुनुहुन्छ, एकछिनपछि आउनुहुन्छ। ल अनि हामी चाहिँ सँगै जानेछौँ साथीहरु दलहले बजारसम्म। अनि यहाँका मेडिकलमा चेक गर्नको लागि त्यहाँ चाहिँ माहौल कस्तो हुन्छ, मिल्छ भने म देखाइदिन्छु साथीहरु है। त्यही हो, अन्तिमसम्म भिडियो हेरेर साथ दिनु होला। यता चाहिँ मेरो मेसिन छ है, घरमा स्ट्यान्ड पनि यहीँ छ। अनि त्यसपछि मेरो साना पनि यहीँ हुनुहुन्छ, सुत्दै हुनुहुन्छ अनि। ल है त साथीहरु, जाँदैछौँ अटोमा चढेर दलसम्म। म चाहिँ मुखमा रोटी लिएर यहाँ मोड है साथीहरु, यहाँ मुखमा रोटी लिएर मुखु हुँदै बोलिरहेको यहाँ मेरो प्यारी। एकछिन त्यो त मलाई पो सम्झिरहेको छ साथीभाइ दिदी दाइहरूले त उमेरी होइन, मलाई त झलक झुलुक देखिरहेको छ धेरैदेखि। फाइनल्ली भान्जीसँग भेट भइसक्यो साथीहरु। कति वर्षपछि भेट भएको न, मैले पनि देखेको थिएन। 3 दिन भएको थियो मैले नभेटेको भान्जीलाई। आज भेट हुन पाउँदाखेरि साह्रै खुसी लाग्यो। सँगै अटोमा झर्न पाइयो। अब के भन्नुहुन्छ भान्जीले, मान्छेको युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला कृपया साथीभाइहरू, प्रिय साथीभाइहरू। अस्ति म त के सबै यहाँ त्यो धारा पानी चुक्न कसले के भनेको त्यो अटोवालाले रहेछ भर्खरको भिडियो अलि राम्रोसँग बनाउनु भनेर मलाई त के रहेछ भनेको के म त। ल है, यो भिडियो पनि हेरिदिनु होला अझै भनेर के गर्नु गाह्रो छ साथीहरु। यस्तो एउटा आँखा हुँदा दुईटा आँखा लगाएर बनाउँदै हिँड्नु पनि अवस्था आएको छ। गाह्रो छ जिन्दगानीमा हामीलाई। गाइजहरू हामी यता होटेलतिर है बसिरहेको। हामीले त सोल्टीको बनाएर सानो म त यहाँ तल त्यो उसमा पसेँ, त्यो मेडिकलमा गएर अनि आँखा सफा गरिदियो, अनि चेक गरायो, अनि फोका हारे, अनि सफा गराएर। अहिले त कति राम्रो हुन्छ। म अलिक बुढी भएको जस्तो देखिन्छु साथीहरु। यस्तै हो, त्यही माथि झन् म यहाँ मेडिकल हिँडेँ पैसा खर्च गरेर हेर्नु न आँखा कस्तो भयो, सफा गरिदिनु भयो, औषध लगाइदिनु भइसक्यो। यस्तो हो, गाह्रो छ मलाई है। साथीहरु फाइनल्ली घर पनि आइसक्यो म चाहिँ। अनि भाइहरूलाई खाजा दिएर म यता तलतिर आएको। फेरि भान्जी घर आइसकेको रहेछ। हो नि गाइज, कस्तो नराम्रो खायो यहाँ त। यता मेरो दिदी हुनुहुन्छ, दिदी
दिदी त राम्री हुनुहुन्छ नि भर्खरको म भन्दा हेर्नु त साथीहरू म भन्दा ओहो नि अनि यता भान्जी राम्री मान्छेहरू फोटो खिच्दैछ यता अरूहरूको बारीमा हिँड्दैछौँ साथीहरू यस्तै गाह्रो छ एक्लै हो ऊ त्यहाँ चाहिँ के हो छ अरे म त यहाँ 6 बजी औषधि हाल्नु पर्यो भान्जी 6 बजी म त फर्किनु परिहाल्छ धेरै मिनेट छैन नि त्यहाँ जाँदैछौँ सोल्टिनेहरूले क्यामराम्यान बनाएपछि के गर्नु र यस्तै छ हेर्नु नि यहाँ कस्तो राम्रो तर हेर्नु नि यहाँ कति राम्रो छ भनेको क्या मैले सुइरो घरी मेरो घर साथीहरू त्यहाँ मकै बारी डरेम यता यहाँ त छैन मकै ए बहिनी जमुना उज्यालो भइसक्यो अनि के अरे फिङ्गर पिलर पछाडिबाट पुरै प्रोटेक्टमा साथीहरू अस्ति चाहिँ मैले त्यो भिडियो कन्टिन्यू गरेन त्यता गएँ अनि आएपछि चाहिँ म यत्तिकै बसेँ है अनि औषधि हाल्दै गएँ सन्चो भयो कि भनेर यसो आँखा के अरे उस गराएको साथीहरू औषधि हाल्दै बसेको 2 दिन भइसकेको थिएँ अनि केही पनि भएन केही सन्चै भएन त्यसपछि फेरि चेक गर्न गएँ म चाहिँ है अनि फेरि चेक गर्न गएको अनि फेरि सन्चो भयो पहिलाभन्दा अलिकता भन्नुभयो अनि फेरि सन्चो चाहिँ भएन साथीहरू अहिले यस्तो भयो अहिले त यत्रो बेरमा त होइन 4-5 दिनको दिनमा त यत्रो बेरमा त यति थोरै भए पनि सन्चो हुनुपर्ने हो नि होइन यस्तो आँसु आइरहेको यस्तो भयो अस्ति यस्तो भएकै थिएन यहीँ भिडियोमा देख्न सक्नुहुन्छ तपाईँले सुरुको भिडियोमा म जाँदाखेरिको भिडियो रेकर्डै छ साथीहरू यस्तो भयो अहिले यस्तो झन् हेर्नै मिल्यो होइन यस्तो भएको छ त्यहाँको डक्टरहरूले मलाई यहीँ डल्ललेकै डक्टरहरूले मलाई सन्चो हुन्छ यो ढिलो हुन्छ यताको भाइरल रोग हो कार्ड पनि छ केही भयो भने पछि मलाई केही भयो भने मैले केस हाल्छु साथीहरू केस हाल्नको लागि यो सबै कार्डहरू छ यो म उसै देखाएन नाम देखाएन यो माथिको उसको चाहिँ उसको चाहिँ पछि देखाउनु पऱ्यो भने चाहिँ होइन यही हुन्छ नाम मैले म दिएँ यही हो सबै उसहरू पनि छ अनि अलि सन्चो पछि फेरि सन्चो भयो भने के गर्ने सन्चो भएन त भन्दाखेरि 1 हप्तापछि आउनु भन्यो अनि पछि सेकेन्ड डेमा फेरि म 2-3 दिनपछि फेरि गएर अनि चेक गराएको त अनि के अरे अलि सन्चो भयो भने त्यही औषधि हाल्न लगाइदिए साथीहरू त्यस्तो गराएँ है औषधिहरू यिनीहरू नै हुन् मलाई दिएको तर यो औषधिले मलाई केही काम गरेन साथीहरू अलि सन्चो हुनुपर्ने ठाउँमा चाहिँ यिनीहरू भित्रको यो हो डेट त सक्यो छैन सकिएर चाहिँ अनि नाइटमा सर्लकै त्यहाँ जाँदाखेरि चाहिँ मलाई टक्क सफा गरिदिनु भयो पहिला होइन सफा गर्दाखेरि सफा पर्दैन कि भन्ने थियो मैले फेरि त्यहाँ रेकर्ड गरेन साथीहरू पर्दैन भनेको थिएँ मैले अनि फेरि सफा गऱ्यो भने चाहिँ छिटो निको हुन्छ तपाईँको भन्नुभयो अनि सफा गर्दाखेरि अलिअलि रगत नि आउँछ है डराउनु पर्दैन भन्नुभएको थियो सो डक्टरहरूले चाहिँ अनि मैले फेरि होइन नगर्नु भनेको गरिदिनु भयो उहाँहरूले अलिअलि रगत नि देखेर त्यो सफा गरेकै कारणले यस्तो भएको कि कहीँ कतै केही भएर म चाहिँ धेरै डर लागेको छ साथीहरू यस्तो भएको छ होइन अनि सन्चो नहुने जस्तो देख्यो भने त होइन हुँदैन अलि यस्तो ठाउँमा जानु हेन तेन भन्नुपर्छ नि अल्झाएर राख्ने त होइन नि साथीहरू आफू त्यहाँबाट नसक्ने अवस्था भएपछि त होइन अर्कै ठाउँमा जानु यहाँ अलिक हुँदैन भन्नुपर्छ नि साथीहरू त्यस्तो नभन्ने 1 हप्तापछि चेकअप गर्न आउनु फेरि भन्ने सन्चै नहुने यस्तो त हुँदैन नि साथीहरू यस्तो झन् बढी भएर सुनिरहेको अस्ति सुन्ने पनि थिएन भिडियोमा हेर्नु त साथीहरू अस्ति मैले चाहिँ त्यहाँ तल गएर नि खिचेन कन्टिन्यू गरेन घरबाट जाँदाखेरि खिचेको भिडियो अनि त्यहाँबाट तल चाहिँ खिचेन अनि तल नखिचेपछि अनि फर्के उता तल जाँदै गर्दाखेरि खिचेँ अनि तल खिचेन नि त अनि घर आएपछि एकछिन खिचेँ त्यस्तै भयो अनि फेरि डोरेँ दोस्रो पल्ट नि गएँ म त्यहाँ चाहिँ भएन साथीहरू के भएको यस्तो अनि पनि
यति त सन्चो हुनुपर्छ नि, झन् बढेर आउने त होइन नि, के औषधि नै नमिलेर हो कि के भएको कसो बुझ्नै सकेको छैन है। ल आजको भिडियो यति नै साथीहरू, त्यस्तै हेर्न मिलेन, यस्तो भयो आँसु हेर्नु त, आँसु झरेको झरे गऱ्यो, बिजोग छ नि त मेरो त बिजोग, यो त यस्तो हो थाइट हेरेर कसैले नहोस् यस्तो त साथीहरू। अब यही आँखा मेरो अलिक कमजोर भएको आँखा है, यो अलिक राम्रो भएको आँखा, यही आँखा यस्तो भएपछि अनि त झन् पुरा देख्दै नदेख्ने कि झारहरू। अघि त साथीहरू त्यो उस गोडेको मैले त्यो अस्ति नै खुर्सानीको त्यो अगाबारी खुर्सानीको बिरुवा राखेको थिएँ नि मैले, यत्रो यत्रो भयो बिरुवा, झार त्यो बिरुवा चिन्नै नसकेको, यत्तिको हेर्दा पनि चिन्नै नसक्ने, झार निकाल्दाखेरि नि चस्मा लगाएर पनि नचिन्ने, त्यस्तो भएको क्या साथीहरू। यहाँ त आँसु आइरहेको छ देख्दैन झन्, अनि यो पनि त्यस्तै भएर त्यस्तो भइदिएको है। कति गाह्रो छ नि मलाई त एक्लै, अनि फेरि खाना बनाउन नि झन् एक्लै एक्लै खाना बनाउन नि न यो दुख्ने, अनि जे पाए त्यही खान नमिल्ने, कहिले खाने कहिले नखाने, त्यस्तै त्यस्तै भएर गाह्रो छ साथीहरू। कस्तो अझ माछाहरू मासुहरू लसुनहरू सब बारिरहेको छु मैले, तर के गर्नु सन्चै भएको छैन। ल आजको भिडियो यति नै साथीहरू, थ्याङ्क यू फर द वाचिङ, बाई बाई गाइज, भोलि भेटौँ ल, बाई बाई गाइज।